धरान बजार आएको छ काम परेर किनभने काम परेर सामान लिनु 14,000 को पाइम बल्ल जुत्ता बल्ल पाइम तर युएस को युनिफर्म चाहिँ पाइन लु चारै जना जाऊ चारै चारै जना जाऊ त्यत्रो 50 गर्ने अन्त नजानु त चाहिँ ढिप भएर बस्छ एला हान्नु न पछाडबाट तपाईले त हान्दा हुन्छ गाइस यो चाहिँ हो सुकुटी यो चाहिँ भाइहरुले दुबई लाने यहाँ मम्मीले रामेलाई त्यो ठुलो रेडी गर्दिनु हुँदैछ खानु तान्नु नसकेर चाहिँ भचाउनु हुँदैछ हो ल्याङमा Hi guys, good morning, namaste and welcome back to my YouTube channel and आज चाहिँ बेनबेन लिएर आज चाहिँ हाम्रो मोमो डे हो मोमो पकाउने दिन हो अनि आज म घर जान्छु भनेको मलाई घर जानै दिनुहुन्न हो अनि आज एक दिन त हो भोलि त म पनि जान्छु ए भोलि तपाईँ गएपछि फेरि नि मम्मीले दिनुहुन्न 3टा हुन्छ गाइस म घर जान्छु आज म जाँदिनँ त्यसो अनि अब चाहिँ सबिन र म बिलारी जान आँटेको बिलारी कहाँ जानु मास्टर जान आँटेको अहिले स्कुलमा भेटौँला गाइस हामी चाहिँ थुक्पा जा खानु जानु लागि पर्खिरहेको छौँ पुनमदीलाई पुनमदी पनि आउने के दियो त्यो ग्रेप्स र एप्पल हो त बाबालाई गाइस हामी थुक्पा खानु जानु आँटेको हामी चाहिँ पछाडि आज भाउजूले सामान लिएर आउनु हुँदैछ अनि मोमो बनाउन आँटेको हेरौ मलाई चाहिँ दीक्षा पाक्रिने यहाँनिर कुदाउँदै लाँदैछ है हिजो बुहारीको पालो सोल्टिनीको पालो आज भाउजूलाई कुदाउँदैछ यहाँ यत्तिको साइकल राइडर चाहिँ हुनु पर्यो स्कुटी ढुङ्गा छ मजाले कुदाउँदै एक्सर्साइज भयो दर खाएको एउटा एक बोटका थुक्पा 1 प्लेट चाउमिन खाएको एक्सर्साइज भयो तर चिसाकोमा पम्प छैन त्यसो पनि छैन क्या त्यो भएर हिजो राम्रोलाई मागेर पम्प हाल्नु कि भन्ने कि हाम्रै घरमा छ त हौ पम्प होइन चक्कडी दोकानमा हुँदाखेरि मजाले सिंगल केटी 1 2 3 गऱ्यो है फोनमा बोल्ने मान्छे त मजाले चोकको राइडर धरानको राइडर ल गाइस अब चाहिँ म लुगा धुन जान्छु दीक्षा पाक्रिनु मजा उसलाई मलाई घरदेखि हिँड्ने मलाई भात खाऊ तिमी केही खाएको छैन अनि भोलि चाहिँ कसरी लान्छस् भोलि त अनि यहाँ रिजर्भ हुन्छ नि भनेको नि यसले गाडीमा हिँड्ने बानी छैन क्या यसको बसमा त्यही भएर ऊ हामी भेना हिँड्नु मान्दैन नि त्यस्तै हो क्या त्यो छोरा मान्छे उनीहरू चाहिँ बेसी एक्सपेन्सिभ हुन्छ नि केटा भयो भने हिँड्छ त नि उनीहरू त अनि बाइक छ नि त सोल्टीलाई पनि लैजाऊ न त अनि घुमा धरान जानु ए घुम्ने सोल्टी हाम्रो ह्यान्डसम सोल्टी धरानमा क्युटी दिदी लु चारै जना जाऊ चारै जना जाऊ त्यत्रो 50 गर्ने अन्त नजानु त चाहिँ ढिप भएर बस्छ एला हान्नु न पछाडबाट तपाईले त हान्दा हुन्छ टर्न त मुख फर्काइहाल्छु जा ल छिटो रेडी ला छिटो टर्न फर्काउँछ अरे जा
दिदी मलाई मात्रै स्टार्टिङ नगर्नु न हौ। सो गाइज हामी चाहिँ के गर्दैछौँ केटीहरू? खै बोले कि के अरे धान रोप्दैछ अरे पुनम पाण्डे चाहिँ। अनि रबिना चाहिँ खेत गर्दै हलो जोत्दैछ। रबिना 2 घन्टा नुहाएर आएको। सो गाइज हामी चाहिँ मोमो बनाउँदैछौँ। अनि यहाँ चाहिँ अहिले चाहिँ हामी 4 जना 5 जना छौँ। काकी उस्ता रबिना। तपाईँहरूले चिनिराख्नु भएको फेस देख्न सक्नुहुन्छ। अनि तपाईँहरूले खोज्नु होला तपाईँको बुहारी चाहिँ खोइ भन्नुहुन्छ होला। मेरो बुहारी त धरान गएको छ अहिले सुनमा आउँछ। अनि त्यसपछि देखाउनु चाहिँ अनि बुहारीलाई मात्र खोज्नुहुन्छ हामीलाई खोज्नुहुन्न के। सो गाइज अब एकछिन भेट होला खोज्नुहुन्छ किनभने बुहारीको अनुहार छ तेरो त अनुहार हो नि झापड चाहिँ लडाइदिन्छ। स्टार्ट गरेको तपाईले क्यामेरा स्टार्ट गरेको। गाइज हामीले चाहिँ मोमो झिङ्गे मोमो यति बनाइसक्यौँ। चिकन अनि भेज चाहिँ अघि रेडी गरिसक्यो। यहाँ चाहिँ रबिना दीक्षा पाखरिन चाहिँ फुपू हुनुहुन्छ है। फुपू र बुहारीले चाहिँ टुइकी हामी नै यहाँ भ्याएको छैनौँ। अनि त्यही भएर अब भिडियो चाहिँ सबै बनाउँदिनँ होला। अब के भिडियो बनाउँछु तपाईँ हेर्दै जानु होला। ल गाइज बाई बाई। गाह्रो छ यता हेर्नु न कस्तो हुँदैछ त मजा आयो। Sultini, what happened? It's too much bore. No need to feel bored. Damn me Buddha. Hi guys, we are back again. धरान बजार आएको छ काम परेर सामान लिनु आएको छौँ। हामी चाहिँ 4 जना आएको छौँ। पर पछाडि चाहिँ मेरो भाइ हस्बेन्ड मी एन्ड सोल्टिनी। हामी के किन्छौँ हेर्दै जानु होला। गाइस हामीले चाहिँ यति बाटोमा हिँड्यौँ कि यति दोकान हिँड्यौँ भेटिनौँ। 14,000 को पायौँ बल्ल जुत्ता बल्ल पायौँ। तर युएसको युनिफर्म चाहिँ पाइनौँ। सरी हजुरहरूलाई पनि यही भन्नुपर्ने छ कि त्यहाँ है। अब हाम्रो चाहिँ यही लास्ट हो। सेक्वा खानु आएको छु म। सेक्वा खानु यता फेरि आज लास्ट भनेर बियर टक सेक्वा आएको छैन। सेक्वा पर्खाइमा छु। सोल्टिनी म चाहिँ यो खाँदैछु है। म चाहिँ फ्रुट जेम्स खाँदैछु। म अघि भन्ने दही मासु खाएको कि कस्तो लाग्यो? सेक्वा खाएको है हामीले चाहिँ। सेक्वा हामी चाहिँ घुमी खानु आएको छु। गाइस यो घुङ्गी दोकानमा चाहिँ बादर पनि रहेछ हैन। हामी चाहिँ यता यहाँ घुङ्गीमा आएको छौँ। घुङ्गी खानु सोल्टिनी हामी घुङ्गीमा आएको छौँ है। घुङ्गी दोकान घुङ्गी खानु आउँछ ढोल लाउ न। कालसँग फर्स्ट टाइम कालसँग है। कस्तो रहेछ ट्राई गर त।
आयो अम्बो सोल्टिनेर पनि खाँदैछ निक्लेन यो त पानीलाई यता यता पनि खानुहुँदैछ लक्ष्मण आयो यस्तो भूमि त खाएर ढुङ्गा जस्तो आयो के बनाएको क्या बच्चाहरू छन् त किरी फेरि भनिदिनु न रिप्लाई हुँदैन चस्मा लगाऊ जोन चामलिङ पो हो त दाइ कहाँ गयो चाहिँ यार यसरी यो चाहिँ हाम्रो फर्स्ट टाइम यो घुङ्गी चाहिँ हो थोरै हो त्यता थोरै तान्नु न अगाडिबाट तान्नु न अनि अब हो त्यहाँ कसैले तानेको तानेन माटो चाहिँ क्यार छ त नि बच्चा हो क्या गाई मोरा सर्केर त्यही भएर बिस्तारो हुने क्या बन्द गर्दैन अब प्यार छ त कि पानी फेरि ट्राई गर्छु ल जुस यो चाहिँ बियर होइन जुस हो सर्टमा लाग्छ ल अलिकति जोगेर है आयो अर्को मोमो बरौँ आन्टी एक प्लेट ल्याइदिनु मलाई मेरोमा त कत्रो कत्रो परेको बा हेर्नु न दिदी पनि खानुहुन्छ लास्ट बिजी यतिको मुख गरेर हुन्छ हेर्नै पर्ने हुन्छ म त मुस्ताङतिर खाएको हो कि जस्तो मुस्ताङ गएको नि हो कस्तो दामी छ मुस्ताङमा त तपाईँले मासु भात मात्रै डेली खानुभएको होइन 14,000 खर्च भयो एक्लै अरू 14,000 28,000 त्यहाँको 3 पिस दिन्थ्यो कति दिन 150 रुपियाँ कति दिनमा 5 दिनमा त्यत्रै सक्यो हाम्रो एकै दिनमा सकिँदैन त्यो उयो हुनुपर्ने क्या सोल्टी फोन उठाउँदा भाउजूले कल गर्नु घुङ्गी खानु तान्नु नसकेर चाहिँ भचाउनु हुँदैछ हो ल्याङमा थ्याङ्क यू सो मच थ्याङ्क यू खै हाम्रो दिदी खै उता खै काकी खै काकी बाबु यङ म नखाने चल के हुँदैन जानु न उता छ ब्ल्याक ट्राउजर खै थाहा छैन यहाँ चाहिँ प्याकिङ हुँदैछ हाम्रो भाइ सोल्टीहरूको सोल्टी तपाईँलाई जानु मन छ कि छैन अन्त छैन नि के गर्नु हो र त्यसो यहीँ बसौँ यहाँ प्याकिङ हुँदैछ हाम्रो चाहिँ भाइ सोल्टीहरूको गाइस यो चाहिँ हो सुकुटी यो चाहिँ भाइहरूले दुबई लाने यहाँ मम्मीले रेडी गरिदिनु हुँदैछ तिमीहरू पनि राख्नु यत्रो सबै त्यसलाई हो त अनि साथीहरू के बिना यो छ्याङ बनाएको यो केटा चाहिँ खाँदैन कि तर यहाँ सोल्टिनीलाई लगेर दिँदैछ है यसले यो क्लिप नेक्स्ट